हेलो साथीहरू, आरामै हुनुहुन्छ? म पनि आरामै छु। म त केही गर्न पाएको छैन, सन्चो नभएर सुतै छु। एकदमै विकनेस फिल भइरहेको छ। म चाहिँ यहाँ बनाइरहेको छु के अरे भेन्टा भनेको धनियाँ भन्न आएछु। के गर्ने, कहिले बोल्न सक्छु गाइज। धनियाँलाई म काट्दैछु, काटिसकेँ। त्यहाँबाट म आलु काट्छु। आज आलु र भिन्डीको सब्जी खानु पर्यो भनेर कस्तो केही खान मन लाग्दैन हिजो आज। मेरो चक्कु नि फेरि चक्कु जस्तै छ गाइज। अनि म चाहिँ यहाँ काट्दैछु आलु। हजुरहरूले त खाना बनाउनु भयो कि बनाउनु भएन? आफ्नो त घरको काम गर्दै ठिक हुन्छ गाइज। के भन्ने, यो गर त्यो गर हुनु त सबैको एउटै हो। भए पनि म त एक्लै सबै आफूले गर्नुपर्छ। रुनै मन लाग्छ कहिले त। यस्तै छ जिन्दगानीमा, के भन्ने। मैले सबै काटिसकेँ प्याजहरू। अब यहाँ त्यो काटेर मैले साइडमा राखेँ। यहाँ दाल मैले सिटी लगाइसकेको थियो। अब म यसलाई पहिले झान्छु। त्यहाँबाट झानिसकेपछि बनाउँछु तरकारी चाहिँ। म सधैँ घिउ राख्थेँ, तर गाइज घिउ पनि सिद्धेछ। चोकमा पनि गएको छुइनँ, वरिपरि पाइँदैन। म चाहिँ जिरा, अनि त्यहाँबाट रातो खुर्सानी, अनि त्यहाँबाट लसुन नभए हुँदैन फेरि। यति हो मैले झान्ने। अनि यो भिडियोमा त कस्तो पहेँलो देखिँदो रहेछ हो। दाल पनि बेसार हालेको जस्तो गाइज। के नमिलेको होला है। छ्या, मेरो दाल पनि झाइझुइँ पारेँ गाइज। कस्तो पहेँलो देखिएको के, त्यति साह्रो पहेँलो नि छैन। मैले यहाँ कराईमा तेल बसाएँ, तर म भिन्डीमा केही पनि फुराउँदिनँ, मलाई मन पर्दैन। म चाहिँ डाइरेक्ट प्याज हाल्छु, प्याज भुट्छु। त्यसपछि आलु राख्छु, आलुलाई मजाले भुट्छु। आफ्नो तरिका है गाइज पकाउने, के गर्ने। अनि भिन्डी राखेर भिन्डीलाई नि मजाले फ्राई गर्ने, मजाले भुटभाट गर्ने, मजाले चलाउने। मेरो भिन्डी चाहिँ अलिअलि फ्राई भयो। म चाहिँ मसला हाल्नुभन्दा पहिले टमाटर हाल्छु। यो काठमाडौँको टमाटर गाइज गल्दैन, झ्याउनै लाग्छ कहिले कहिले त। थोरै अदुवा लसुन अनि डल्ले खोर्सानी पिसेको थियो, त्यही हालेँ र मजाले चलाउँदैछु गाइज। बेसार राखी जिराको धुलो राखी, अनि त्यहाँबाट थोरै नुन, त्यहाँबाट अलिकति उसको धुलो नि राख्छु, के भन्छन्, खुर्सानीको धुलो। अनि त्यहाँबाट बन्छ मेरो सब्जी। एकछिन पकाएपछि मैले बिर्सेछु कि अघि चाहिँ खुर्सानीको धुलो राख्नलाई। पाक्यो गाइज, मेरो त सब्जी पनि पाक्यो। मेरो सब्जी यस्तो भयो किन गाइज, मेरो क्यामेरामा के भएछ। अब यहाँ बनाउँदैछु म टमाटरको चटनी। हामी थोरै छौँ, त्यही भएर मैले थोरै बनाइराखेको छु। मैले अघि लसुन अदुवा किच्याएको थिएँ, त्यो तर सब्जीमा हाल्न त्यसैमा अलिकति छोडेको थिएँ, त्यही मैले अचारमा पनि राखेँ। अनि यो ऊ चाहिँ के गाइज, टमाटर चाहिँ कस्तो पाकेको रहेछ। गाउँबाट ल्याएको थियो, अनि कलरै कस्तो देखिएको के।
अनि मैले त्यहाँ टिमुर हालेँ, डल्ले हालेँ। अहिले फेरि अलिकति धनियाँ हालेर मजाले पिसेँ। धेरै पनि पिस्नु हुँदैन, अलिअलि हुनुपर्छ। यति भयो हामी आमा छोरालाई काफी छ। यता भाँडा मान्दा थालेँ गाइज। म चाहिँ खाना खानुभन्दा पहिले नै त्यो रहेको भाँडाहरू माझिहाल्छु। खाना खाएपछि मलाई यस्तो झ्याउ लाग्छ, यस्तो झ्याउ लाग्छ के भन्ने। त्यही भएर म पहिले नै साटसुट माझ्छु। अब त यसो मुख देखाएर बोल्छु भन्छु गाइस। के गर्ने के गर्ने। बिमारी हुन्छु कहिले कहिले, के हुन्छु, दिमाग खराब हुन्छ। अहिले हाई आइरहेछ छ्या। साथीहरू तपाईँहरूलाई कतिको अल्छी लाग्छ? यो मैले भाँडा माझिसकेँ। अब भाँडा माझिसकेर यहाँ अलिअलि सफा गर्छु। अहिले सबै हटाएर गर्छु, पछि अहिले चाहिँ अलिअलि मात्रै गर्छु। अनि अहिले पछि चाहिँ सबै हटाएर डस्टबिनहरू तल राखेर सफा गर्नुपर्छ गाइज। थ्याङ्क यू फर वाचिङ।